हेलो नमस्कार साथीहरु, तपाईहरु सबैलाई आजको नयाँ भिडियोमा स्वागत छ। र आज पनि सधैँझैं बाइक स्कुटर सम्बन्धी जानकारी दिने क्रममा बुढा नीलकण्ठमा रहेको होन्डाको शोरूममा आएका छौं। र तपाईहरु अगाडि देख्न सक्नुहुन्छ होन्डाको डियो 125cc एच स्मार्ट स्कुटर भर्खरै बजारमा भित्रिएको छ। यसको प्राइस कति छ, यसको फिचरहरु के चेन्ज भएर आएको छ र यसमा अपग्रेडहरु के छ र यससँगै एउटा स्मार्ट की पनि आएको छ र स्मार्ट कीको काम के हो, स्मार्ट कीले के काम गर्छ त्यसको बारेमा पनि हामीले डिटेल रूपमा हामीले जानकारी दिने नै छौं। तबसम्म हाम्रो भिडियो हेर्दै गर्नुस् र भिडियोलाई लाइक, शेयर, कमेन्ट र कोही नयाँ साथी हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। र अब चाहिँ हामी स्कुटरको जानकारीतर्फ लाग्छौं है त। पहिला त उहाँलाई हाम्रो भिडियोमा स्वागत गरौँ। स्वागत छ म्याम। हजुरको शुभ नाम पनि भनिदिनु न। हजुर, मेरो नाम चाहिँ निरुता कटेल छ हैन। हजुर, म चाहिँ यहाँ होन्डा शोरूम बुढानीकण्ठबाट सेल्स डिपार्टमेन्टबाट हो हैन। हजुरको चाहिँ अहिले मैले देखाइरहेको स्कुटर चाहिँ डियो 125 स्मार्टमा रहेको छ हैन। यो चाहिँ नयाँ भर्जनमा आएको हो। हजुरको यसमा चाहिँ डिफ्रेन्ट फिचर्सहरु छ। पहिलाको भन्दा अब हाइटहरु ग्राउन्ड क्लियरेन्सहरु अलिकति लो भएर आएको छ। यसमा चाहिँ ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ 171 mm ग्राउन्ड क्लियरेन्स रहेको छ। यो चाहिँ जस्तो छ कि अफरोड अनरोडमा चाहिँ हजुरको मजाले राइड गर्न सक्नुहुन्छ। हजुर, यसको वेटको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरको 104 केजी रहेको छ। यसको टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरले चाहिँ यसमा चाहिँ ट्युबलेस टायर पाउन सक्नुहुन्छ हैन। यसको टायरको साइज चाहिँ हजुरको 90-90 12 रहेको छ। यसमा चाहिँ हजुरले अगाडिको टायरमा चाहिँ हजुरले डिस्क अगाडिको चाहिँ डिस्कमा पाउन सक्नुहुन्छ हैन। अब यसकै हजुरको पछाडिको टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ 90-110 मा पाउनुहुन्छ टायरको साइज चाहिँ। हजुर, यो पछाडिको चाहिँ हजुरको ड्रम ब्रेकमै हुन्छ। हजुर, यसको चाहिँ अब सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरहरूले चाहिँ अगाडि पाउनुहुन्छ टेलिस्कोपिक सस्पेन्सन पाउनुहुने भयो। त्यस्तै गरी पछाडिको सकमा कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरहरूले पाउनुहुन्छ यसमा चाहिँ 3 स्टेप एडजस्टेबल हाइड्रोलिक सक पाउनुहुने भयो। यसको इन्जिनको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरको चाहिँ अहिले 125cc मा एफआई इन्जिन भएर आएको छ, जसले 5000 आरपीएम टर्क जेनेरेट गर्छ। अब यसको डिक्कीको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरले डिक्की चाहिँ 10 लिटरको पाउन सक्नुहुन्छ। यसमा चाहिँ हजुरले हेलमेट अनि अरू कुराहरू पनि हजुरले मजाले हटाउन सक्नुहुने भयो। अनि त्यसै गरी हजुरको यसमा चाहिँ फ्युल ट्याङ्क चाहिँ 5.3 लिटरको छ। यसको माइलेज चाहिँ 50 प्लस रहेको छ। यसमा चाहिँ हजुरहरूले पेट्रोल हाल्दाखेरि चाहिँ यसको बाहिरैबाट हाल्न सक्नुहुने भयो, डिक्की खोलिराख्नु परेन। हजुर, यसको चाहिँ एडभान्स फिचर्सको कुरा गर्नु पर्दाखेरि चाहिँ हैन, यसमा चाहिँ हजुरको पुरानो डियोमा चाहिँ हजुरहरूले चाबीबाटै हैन सिट फ्युलको लागि चाहिँ हजुरले चाबीबाटै गर्नु सक्नुहुन्थ्यो भने यसमा चाहिँ हजुरको चाहिँ चाबी चाहिएन, रिमोटबाटै हुने भयो। हजुरको रिमोट गोजीमा भयो भने चाहिँ हजुरको यहीँबाट नै सिट खोल्न सक्नुभयो हैन। यहीँबाट नै फ्युल पनि खोल्न सक्नुहुने भयो, फ्युलको लागि पनि यहीँबाट नै भयो। हजुर, अनि हजुरहरूले ह्यान्डलक पनि हजुरहरूले यहीँबाट नै गर्न सक्नुहुने भयो। यसो हो भने ह्यान्डलक पनि भयो। हजुरको रिमोट चाहिँ हजुरको साथमै हुनु पर्यो, 1 मिटरसम्म मात्रै काम गर्यो रिमोटले चाहिँ हैन। डियोले चाहिँ सेफ्टी फिचरलाई मध्यनजर गर्दै यसमा पनि साइड स्ट्यान्डमा पनि हजुरको सेन्सर लिएर आएको छ हैन। अब यो चाहिँ स्ट्यान्ड हजुरको अनै छ भने चाहिँ स्टार्ट हुँदैन, त्यस कारणले गर्दाखेरि हजुरको एक्सिडेन्ट पनि हुने सम्भावना कम रह्यो। हजुरको डियोमा चाहिँ हजुरले यो स्पेस चाहिँ फराकिलो पाउनुहुन्छ हैन। यसमा चाहिँ पर्सनल युजको लागि त भइ नै हाल्यो। हजुरको प्लस यसमा कमर्सियल युजको लागि पनि हजुरले मजाले उपयोग गर्न सक्नुहुन्छ हैन। यसमा चाहिँ अब सिलिन्डर भयो, अब कार्टुनहरू भयो हैन, अब चामलको बोराहरू भयो, यसमा चाहिँ मजाले नै अट्छ, फराकिलो छ, त्यस कारणले हजुरको यो चाहिँ मजाले नै अट्ने भयो। हजुर, अनि यसमा चाहिँ हजुरको साथसाथै यसमा चाहिँ एउटा ह्याङ्गर पनि छ कि यसमा चाहिँ हजुरले ब्यागहरू राख्न सक्नुहुने भयो। यहाँ पनि छ हैन, 2 ठाउँ चाहिँ हजुरको ह्याङ्गर भयो। यो स्कुटरमा चाहिँ पाउनुहुन्छ हजुरले टप स्पिड चाहिँ 95 km/h पाउन सक्नुहुने भयो। त्यस्तै यसमा चाहिँ हजुरले डिजिटल एलइडी डिस्प्ले पाउन सक्नुहुन्छ। हजुरको यसको अर्को पनि स्मार्ट फिचर्स रहेको छ, जुनमा चाहिँ हजुरको चाहिँ फाइन्ड माई भेहिकल्स भन्ने हुन्छ हैन। हजुरले चाहिँ पार्किङहरू कतै स्कुटरहरू राख्नु भएको छ भने चाहिँ हजुरले चाहिँ यो बटमलाई प्रेस गर्नुभयो भने चाहिँ हजुरको चारवटै साइड लाइटहरू बल्छ। त्यो कारणले चाहिँ हजुरको स्कुटर कहाँ छ भनेर खोज्नको लागि चाहिँ सहज हुन्छ। यो स्कुटरको चाहिँ अब हेडलाइटको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिले हजुरको हेडलाइट चाहिँ एलइडीमा आएको छ हैन। अनि यसको चाहिँ बडीहरू चाहिँ हजुरको पुरानो स्कुटर भन्दा चाहिँ अलिकति फरक ग्राफिक्समा आएको छ। कलरको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरहरूले स्कुटरमा चाहिँ 5वटा कलर पाउन सक्नुहुन्छ। यसमा चाहिँ हजुरको ग्रे कलर भयो, रेड कलर भयो, ब्लू कलर अनि हजुरको डिप ग्रे कलर भयो अनि हजुरको एउटा ब्ल्याक कलरमा आउँछ।
हजुर यो कलर अनुसारको प्राइस चाहिँ डिफ्रेन्स छैन, सबै एउटै प्राइसमा पर्ने भयो। हजुरको प्राइस चाहिँ यसको चाहिँ 3,19,900 पर्यो होइन। अब यसकै ड्रम ब्रेकमा पनि छ, यसको ड्रम ब्रेकको प्राइस चाहिँ हजुरको 3,03,900। DU125 को बारेमा चाहिँ मैले हजुरहरूलाई सबै फिचर्सहरू भनिसकेको छु होइन। अब यसमा हजुरहरूले थप जानकारी पाउनको लागि चाहिँ हजुरहरूले हाम्रो सोरुम भिजिट गर्न सक्नुहुन्छ। हाम्रो सोरुमको लोकेसन चाहिँ रहेको छ बुढानीकण्ठ रुद्रेश्वर चोक माछापुष्ट ब्याङ्कको मुनि रहेको छ। हजुरहरूले यहाँ आएर टेस्ट राइडहरू गर्न पनि सक्नुहुन्छ।